नमस्कार साथीहरू, आज म यो भिडियो मार्फत नेपालको द्रुत र दिगो विकासको बारेमा केही कुराहरू बताउन गइरहेको छु। मलाई के लागिरहेको छ भनेदेखि नेपालसँग समृद्ध देश हुनको लागि पर्याप्त मात्रामा स्रोत र साधनहरू छन्। यहाँको संस्कृति छ, आर्थिक स्रोतहरू पनि छन्, जनशक्ति पनि छ। यसका बावजुद पनि हाम्रो देश विकसित हुन सकिरहेको छैन, अथवा जुन स्पिडमा हाम्रो विकास हुन पर्ने थियो त्यो हुन सकिरहेको छैन। किन होला? दुनियाँमा अरू देशहरू के कति कारणले गर्दा विकास भएर नेपाल किन हुन सकेन? अलिकति तुलनात्मक तरिकाले पनि म यहाँ विश्लेषण गर्ने प्रयास गर्नेछु। यहाँ प्रस्तुत गरिएका विचारहरू यहाँहरूलाई कस्तो लाग्छ तल कमेन्ट बक्समा लेख्नु होला र यहाँहरूले दिनुभएका विचारहरूको आधारमा हामी विकासलाई एउटा सार्थक बहसको मुद्दा बनाउन सक्नेछौँ, अथवा नेपालको विकासको मोडल कस्तो हुनुपर्छ भन्ने बारेमा चाहिँ सार्थक बहस गरेर एउटा सही निष्कर्ष निकाल्न सक्छौँ भन्ने मलाई लाग्छ। त्यसकारण यहाँहरूले आफ्ना सुझावहरू अवश्य लेख्नु होला। साथीहरू, यो संसारमा जति देशहरू छन् नि, ती देशहरूमध्ये नेपाल जनसङ्ख्याको हिसाबले 41औं ठुलो देश हो भनेदेखि भूगोलको हिसाबले पनि 92औं ठुलो देश हो। यसको मतलब के हो भने संसारमा भएका 200 जति देशहरू मध्येमा नेपालको पोजिसन जनसङ्ख्याको हिसाबले पनि अगाडि छ, अथवा जनसङ्ख्याको हिसाबले पनि नेपाल ठुलै देश हो र भूगोलको दृष्टिकोणले पनि 55% 60% देशहरू नेपालभन्दा साना छन्। के नेपाल सानो छ त? सानो छैन। नेपाल एउटा विशाल देश हो र पर्याप्त मात्रामा समृद्धिको सम्भावना बोकेको देश हो। समृद्धिको विकासका निर्धारकहरू के हुन्? यदि जनसङ्ख्या र क्षेत्रफल हुनुहुने त्यो हाम्रो देशसँग छ। प्राकृतिक स्रोत हो भनेदेखि पनि हामीसँग पर्याप्त मात्रामा प्राकृतिक स्रोत साधन छ। त्यसो भएदेखि किन नेपालको विकास हुन सकेको छैन त? देशको इतिहासको कुरा गर्ने हो भने नेपाल आफैमा धेरै लामो इतिहास भएका देशहरू मध्येको एक देश हो, तर नेपालभन्दा पनि पुरानो इतिहास भएका देशहरू पनि धेरै विकसित हुन सकेको छैन। देशको इतिहास पनि विकासको निर्धारक होइन रहेछ। यदि त्यसो हुन्थ्यो भने अस्ति भर्खर 1965 मा स्वतन्त्रता प्राप्त गरेको सिङ्गापुर, 1948 मा स्थापना भएको इजरायल लगायतका देशहरू छन् जुन भूगोलमा सानो छन्, जसको इतिहास पनि एकदम छोटो छ। यति द्रुत गतिमा कसरी विकास भइरहेको छन्? 1994 मा रुवान्डामा भएको नरसंहारमा 100 दिनमा 8 लाख भन्दा बढी मान्छेहरू मरेका थिए। भावनात्मक रूपमा देश विखण्डन जस्तो थियो। आक्रोश थियो, ईर्ष्या थियो, एक अर्काप्रति एकदमै क्लेश थियो। त्यस्तो देश कसरी अहिले द्रुत रूपमा विकास भइरहेको छ? दुनियाँमा यस्ता देशहरू यति छिटो विकास हुन सक्छन्, नेपाल किन हुन सकिरहेको छैन? यो महत्त्वपूर्ण प्रश्न होइन त? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। जबसम्म हामीले यो प्रश्नको उत्तर पाउँदैनौँ, हामीले हाम्रो देशको विकासको सही मार्ग पहिलाउन सक्दैनौँ। त्यसकारण हामीले यी प्रश्नहरूको उत्तर खोज्नु नै पर्दछ। विकासको दृष्टिकोणले हेर्ने हो भनेदेखि नेपाल एक प्रचुर सम्भावना भएको देश हो अनि यहाँको अनुपम प्राकृतिक स्रोत, 2 ठुला जनसङ्ख्याहरू भएको देशको बीचमा छ नेपाल। त्यसले के गर्छ भने नेपालको बजारलाई सुनिश्चित गर्छ। नेपालले कुनै कुराहरू आविष्कार गर्यो भने त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा त्यो एकदम सजिलै स्थापित हुन सक्ने सम्भावना भएको ठाउँमा नेपाल छ। हाम्रो भूगोल, जातीय संरचना एकदम विविधतापूर्ण छ र अर्को उत्पादक उमेर समूहको जनसङ्ख्या एकदमै महत्त्वपूर्ण हो, जुन हाम्रो देशसँग करिब 64% जनसङ्ख्या चाहिँ उत्पादक उमेर समूहको छ। योभन्दा बढी के चाहियो? राजनीतिक रूपमा बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था छ, खुला समाज, बहुलवादी समाजको हामीले विकास गरिरहेका छौँ। योभन्दा बढी के चाहिन्छ होला देश विकासको लागि? प्राकृतिक स्रोत, राजनीतिक पद्धति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पहुँच, ठुल्ठुला जनसङ्ख्या भएको देशहरूसँगको छिमेकी देश, यी यावत कुराहरूले हामीलाई विकसित देश हुन मद्दत गर्दै पक्कै गर्छन्। तर किन भइरहेको छैन त? किन भइरहेको छैन? त्योभन्दा माथि पनि अर्को कुरा छ। के कुरा हो? के थियो सिङ्गापुरसँग? सिङ्गापुर, इजरायल, रुवान्डा जस्ता देशहरूले कसरी छोटो अवधिमा त्यसरी विकास गरे, जबकि उनीहरूसँग हामी जस्तो स्रोत र साधन पनि थिएन? के थियो होला त? 1994 मा रुवान्डामा भएको नरसंहारमा 100 दिनमा 8 लाख मानिसहरूको ज्यान गएको थियो। भावनात्मक रूपले देश एकदम टुक्रिएको थियो। चरम आक्रोश, निराशा र नकारात्मक थियो। नागरिकहरूको मन फाटेको थियो। एक अर्काप्रति द्वेष थियो, क्लेश थियो। तर त्यस्तो द्वन्द्वलाई पनि शान्तिमा बदलेर नयाँ बिहानीको किरण सुरु भयो। त्यहाँका राष्ट्रपति पाल कगामेले नयाँ बिहानीसँगै नयाँ आशाहरू देखाए। विश्वास र एकताको बलमा रुवान्डेली समाजलाई एकताबद्ध गराए।
गरिबी, द्वन्द्व, अविश्वासको विरुद्ध सबै नागरिकहरूलाई सङ्गठित गरेर सबै नागरिकहरूलाई अतीतबाट सिकेर भविष्यको लागि सँगसँगै अगाडि बढौँ भनेर उत्प्रेरित गरे। हामी देख्न सक्छौँ विगत केही वर्ष अघिदेखि नै रुवान्डा अफ्रिकाको सबैभन्दा छिटो विकास हुने देशमा गनिन्छ। किगाली रुवान्डाको राजधानी, अफ्रिका महादेशकै एकदमै सफा, सुरक्षित र डिजिटल सहर हो। यति छोटो समयमा यो सबै कसरी सम्भव भयो त भन्दाखेरि एकदमै द्वन्द्वात्मक इतिहासका बावजुद पनि नेतृत्वको सही दृष्टिकोणले नागरिकहरूलाई उत्प्रेरित गर्न सक्यो र नागरिक र सरकारको सहकार्यमा नयाँ रुवान्डाको इतिहास लेखिँदैछ। यदि रुवान्डालाई हेर्ने हो भने के विकास एकदमै गाह्रो कुरा हो त? होइन रहेछ नि, सजिलै हुन सक्दो रहेछ। तर त्यसको लागि नेतृत्व र नागरिकले सँगसँगै काम गर्न पर्दो रहेछ। रुवान्डाले भ्रष्टाचारप्रति शून्य सहनशीलता राख्यो। नारामा मात्रै होइन, व्यवहारमा नै शून्य सहनशीलता राख्यो। स्थानीय स्तरमा सहकार्यको संस्कार सुरु गर्यो। महिलाहरूलाई संसदमा 60% सहभागिता दिलायो। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र सूचना प्रविधिमा प्राथमिकताका साथ लगानी गरेर यिनै कामले रुवान्डालाई युद्धपछिको पीडाबाट विश्वकै नमुना भन्ने अवसर दियो। यहाँनिर सोचौँ त के रुवान्डाले गरे जस्तै हामी पनि गर्न सक्दैनौँ? राज्यले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने र सामाजिक रूपमा सबै प्रकारका भ्रष्टाचारीहरूलाई समाजले नै बहिष्कार गर्न हामीले सक्छौँ कि सक्दैनौँ? त्यसो गर्न सक्यौँ भने भ्रष्टाचार शून्यमा झर्छ कि झर्दैन? भ्रष्टाचार गर्ने बित्तिकै त्यो मान्छे गाउँठाउँमा मुखै देखाउन नसक्ने अवस्थामा पुग्ने खालको समाज भयो भने के भ्रष्टाचार भइरहन्छ? पक्कै हुँदैन। त्यसकारण भ्रष्टाचार नियन्त्रण गर्न मलाई के लाग्छ भने सरकारको मात्रै जिम्मेवारी होइन, हामी नागरिकहरूको पनि उत्तिकै जिम्मेवारी छ। विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूलाई हेर्ने हो भने भ्रष्टाचार हुने देशहरूमा नेपालको नाम निकै माथि छ र जबसम्म भ्रष्टाचार निमेट्यान्न हुँदैन तबसम्म हामीले विकास गर्न सक्दैनौँ। त्यसकारण विकासको पहिलो शर्त के हो भने भ्रष्टाचारको शून्य सहनशीलता हो, भ्रष्टाचारविहीन राष्ट्र हो। अनि बल्ल हामीले आधुनिक राष्ट्रको परिकल्पना गर्न सक्छौँ अथवा देशलाई विकसित देशको रूपमा रूपान्तरण गर्न सक्छौँ। भ्रष्ट समाजको शिकार सबै हुन्छन्, तर सबैभन्दा धेरै प्रभाव सामान्य नागरिकहरू, गरिब वर्ग, युवा, महिला र इमान्दार व्यक्तिहरूमाथि पर्दछ। कारण स्पष्ट छ, जबसम्म समाजमा भ्रष्टाचार व्याप्त हुन्छ त्यहाँ न त अवसरको समानता हुन्छ, न त न्याय, न त सेवा। भ्रष्टाचारले सबैभन्दा बढी कसलाई अन्याय गर्दछ भनेर लेखाजोखा गर्ने हो भने सामान्य नागरिकहरू भ्रष्टाचारबाट प्रताडित हुने वर्गमा पर्दछन्। किनभने सर्वसाधारणहरू जब सार्वजनिक सेवा लिन लाइनमा बस्दछन् तब बिना घुस सेवा नपाइने अवस्था सिर्जना हुन्छ। सरकारी अस्पताल बनाऊ, विद्यालय, कार्यालय सबै ठाउँमा सेवा होइन सिफारिस र पैसाले निर्णय हुन थाल्यो भनेदेखि कसरी समाज अगाडि बढ्न सक्छ? त्यो आधारभूत तहले कसरी आफ्नो काम गर्न सक्छ? अर्को प्रताडित वर्ग गरिब वर्ग हो, किनकि धनीले घुस दिन सक्छ, पहुँच बनाउन सक्छ, तर गरिबसँग न पैसा हुन्छ न त साधन र स्रोत। त्यसैले उसले न त राम्रो शिक्षा पाउँछ, न त स्वास्थ्य, न त रोजगारीको अवसर। भ्रष्टाचारयुक्त शासन सत्तामा समाजको मूल ढोकाबाट नै उसलाई बाहिर राखिन्छ। भ्रष्ट समाजको अर्को शिकार भनेको युवा पुस्ता हो, जोसँग योग्यता, प्रतिभा र मेहनत हुँदाहुँदै पनि पहुँच नभएका युवाहरू पछाडि पारिन्छन्। राजनीतिक कार्यकर्ता र झोले युवाहरू प्राथमिकतामा पर्छन्, तर इमान्दार, ट्यालेन्ट युवाहरूले स्थान पाउँदैनन्। यसले उनीहरूलाई विदेशिन बाध्य बनाउँछ, जुन अवस्थाबाट अहिले नेपाल एकदमै प्रताडित भइरहेको छ। त्यसैगरी महिला र दलित समुदाय अन्यायको शिकार भइरहेका हुन्छन्। भ्रष्ट समाजमा शक्ति, सञ्जाल र लिङ्गको राजनीति हावी हुन्छ। यसले महिला, दलित र सीमान्तकृत समुदायको आवाज दबिन्छ। उनीहरूको पहुँच झनै अपारदर्शी प्रणालीले बन्द गराइन्छ। अचम्म त त्यति बेला मान्नुपर्छ जब इमान्दार कर्मचारी र नेताहरू भ्रष्टाचारको शिकार भइरहेका हुन्छन् नि, तर पनि आवाज उठाउन सक्दैनन्। जब भ्रष्टाचार सामान्य मानिन्छ, इमान्दार कर्मचारीहरूलाई बेवकुफ भनिन्छ, उनीहरूलाई किनारा लगाइन्छ, दबाब दिइन्छ, अनि कहिलेकाहीँ त सरुवा र अपमान र पदच्युतसम्म गर्ने गरिन्छ। कस्तो विडम्बना! जुन अहिले नेपालमा सामान्य छ, अहिले नेपालमा भ्रष्टाचार एकदमै सामान्य छ। जबसम्म यसको अन्त गर्न सकिँदैन तबसम्म हामीले देश विकास गर्न सक्दैनौँ। त्यसकारण सबै नेपालीले के बुझ्नु पर्दछ भने भ्रष्टाचार हुनु भनेको देशको भविष्य नै बर्बाद हुनु हो। त्यसले हाम्रो देशको भविष्यलाई नै डामाडोल बनाइरहेको छ। त्यसकारण भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध सशक्त रूपमा लडाईँ नलडी देश विकास गर्न सकिन्छ भनेर हामीले सोच्छौँ भने हामीले गलत सोचिरहेका हुन्छौँ। 1965 मलेसियाबाट स्वतन्त्र भएको सिङ्गापुर एक सानो टापु हो। नेपालका धेरै नगरपालिका भनौँ गाउँपालिकाहरू सिङ्गापुरभन्दा ठुला छन्।
स्वतन्त्रताको बेलामा सिङ्गापुरसँग न स्रोत थियो, न साधन थियो, न शक्ति, न पैसा। त्यस्तो सिङ्गापुरलाई त्यहाँका दूरदर्शी नेता ली क्वान यूले भन्नुभयो, शिक्षा, अनुशासन, इमान्दारिताले हामी सिङ्गापुरको सकारात्मक रूपान्तरण गर्दछौँ। त्यसको करिब 15 वर्षमा एसियाकै प्रविधि र आर्थिक शक्ति केन्द्रको रूपमा सिङ्गापुर उदायो। सिङ्गापुरको प्रशासन विश्वकै सबैभन्दा सक्षम प्रशासन भनेर मानिन्छ। सार्वजनिक सेवाहरूमा द्रुत र पारदर्शी प्रणाली लागू गरिएको छ। त्यहाँका नागरिकहरूले सरकारलाई विश्वास गर्दछन् र सरकारले नागरिकहरूलाई सुरक्षा र सम्मान प्रदान गर्दछ। त्यसकारण सिङ्गापुरले शिक्षा, स्वास्थ्य र नवप्रवर्तनमा उत्कृष्टता हासिल गरेको छ। नेपाल र नेपालीहरूले यसबाट सिकेर विकासका मोडलहरू तयार गर्न सक्नुपर्दछ। सिङ्गापुरको विकासले के प्रमाणित गर्दछ भने देशको भूगोल, स्रोत र साधन भन्दा पनि नेतृत्वको दूरदर्शिता र प्रतिबद्धताले देशको आमूल रूपान्तरणमा भूमिका खेल्दछ। आधुनिक विकासमा तीव्रताका साथ अगाडि बढेको मलेसिया समुदायमा आधारित विकास रणनीति मार्फत साझा दृष्टिकोण विकास गरेर सबै जात जातिका नागरिकहरूको सहभागिता सुनिश्चित गरेर विकासलाई सुरु गरेको थियो। मलेसियाले सुरुमा भिजन 2020 तयार गर्यो र सरकार, समुदाय र निजी क्षेत्रबीच त्रिकोणीय सम्बन्ध स्थापना गरेर त्यही भिजन अनुसार विकासका गतिविधिहरू सञ्चालन गर्यो। मलेसियाको विकासमा आर्थिक वृद्धि र लगानी प्रवाह, हरित ऊर्जा र दिगो विकास, डिजिटल रूपान्तरण र सेमिकन्डक्टर उद्योग, समावेशी विकास र सामाजिक न्याय, अन्तर्राष्ट्रिय साझेदारी र क्षेत्रीय सहयोग जस्ता कुराहरूमा केन्द्रित रहेर मलेसियाले आफ्नो विकासलाई तीव्र पारिरहेको छ। मलेसियाको विकासले आर्थिक वृद्धि सँगसँगै सामाजिक समावेशिता, दिगो ऊर्जा र डिजिटल नवप्रवर्तन, शिक्षा आदिलाई समेटेको कारण उच्च आय भएको विकसित देशतर्फ अग्रसित भइरहेको छ। हेरौँ त, नेपालले पनि सामाजिक समावेशिताको कुरा गरेको छ, आर्थिक विकासको कुरा गरेको छ, औद्योगिकरणको कुरा गरेको छ, औद्योगिक विकासको कुरा गरेको छ, नवप्रवर्तनको कुरा गरेको छ। यी सबै कुरा त हामीले पनि गरेका छौँ, तर उनीहरूले साँच्चै नै विकास गरेर देखाएका छन्, हामीले गर्न सकिरहेको छैनौँ। किनभनेदेखि भ्रष्टाचार यसको मुख्य कारण हो भनेदेखि नेतृत्वको दूरदर्शिताको कमी र नेतृत्वले आफ्नो भिजनमा सम्पूर्ण जनतालाई समाहित गर्न नसक्नु हाम्रो देशको मुख्य समस्या हो। यहाँ उल्लेख गरिएका 3वटा देशहरू रुवान्डा, सिङ्गापुर र मलेसियाको सिकाइलाई मात्रै आत्मसात गरेर यहाँको सिकाइ अनुसार नेपालले समग्रमा 4वटा कुराहरू नीति निर्माणको तहमा, संस्थागत विकासको तहमा, नेतृत्व र कर्मचारीहरूको क्षमता अभिवृद्धि र नागरिकहरूको क्षमता अभिवृद्धिको तहमा ध्यान दिने हो भने नेपालको पनि द्रुत विकास सम्भव छ। तर बारम्बार केही नगर्ने नेताहरू र पार्टीहरूलाई विकासको बागडोर सुम्पिएर देश विकास भएन भन्नु हामी स्वयं नागरिकहरूको महामूर्खता हो। हामीले माथि भनेका देशहरू सिङ्गापुर, रुवान्डा, मलेसिया, दुनियाँमा अरू पनि देशहरू देख्न सकिन्छ। ती देशहरू नेतृत्वको पहलका कारणले विकास सम्भव भएको। त्यसकारण नेतृत्व सक्षम र सबल नभइकन देश विकास द्रुत गतिमा हुँदो रहेनछ। त्यसकारण हामीले के बुझ्न पर्यो भने पटक पटक असफल भइसकेको नेतृत्वलाई होइन, सफल हुन चाहने र सानो ठाउँमा पनि सफल भएको नेतृत्वलाई देश विकासको बागडोर सुम्पिन जरुरी छ। असफल नेतृत्वलाई देशको बागडोर सुम्पेर हाम्रो नयाँ भविष्य निर्माण हुन सक्दैन। त्यसकारण हामीले जबसम्म राजनैतिक पार्टीको सीमा नाघेर एक भोट इमान्दार, सक्षम र दूरदर्शी नेतालाई हाल्दैनौँ तबसम्म हाम्रो विकास सम्भव छैन। हामीले आस्था राख्ने राजनीतिक पार्टीमा नै दूरदर्शी नेता भइदिए ठिकै हुन्थ्यो, तर त्यस्तो देखिएन विगत 30-35 वर्षलाई हेर्दाखेरि। त्यसकारण हामीले बाटो बदल्न जरुरी छ। बाटो बदल्नु भनेको व्यवस्था बदल्नु होइन, यही व्यवस्थाभित्र भएका सक्षम नेतृत्वलाई अगाडि आउने वातावरण दिन एकदमै जरुरी छ। अहिले भइरहेकै राजनीतिक पार्टीहरूमा पनि सक्षम नेतृत्व सुसुप्त अवस्थामा छन्। ती नेतृत्वहरूलाई अगाडि आउने अवसर दिनु एकदमै जरुरी छ। त्यसकारण हामी सम्पूर्ण नागरिकहरूले सक्षम नेतृत्वको खोजी गर्नु एकदमै जरुरी छ। यदि त्यस्तो गरेनौँ भने हाम्रो पुस्ता त यसरी नै जान्छ, आउने पुस्ताले समेत विकास भनेको के हो भनेर देख्न पाउने छैन, यस्तै रहिरहनेछ। त्यसकारण आउनुहोस् समृद्ध नेपालको लागि समृद्ध नेतृत्व छनौट गर्ने प्रण गरौँ। अब हाम्रालाई होइन राम्रोलाई छानौँ, आफ्नो भविष्य आफैले लेख्ने कुरामा अग्रसर बनौँ। त्यसकारण आउनुहोस् समृद्ध नेपालको लागि खुलेर बहस गरौँ, आफ्नो मताधिकार सक्षम व्यक्तिको लागि प्रयोग गरौँ। धन्यवाद।